स्किपिङ ड्युटी टाइम। हेलो साथीहरू, बेड चाहिँ मैले अलरेडी बनाइसकेको छु। आज म तपाईँहरूलाई अब एउटै डिजाइनको त्यो हेर्नु कस्तो भयो भनिदिनु होला है। मैले एउटै डिजाइनको चरा बनाउँदैछु। तपाईँले हेरिदिनु भइसक्यो होला मेरो यो भिडियो बनाएको होइन साथीहरू। हेर्नु होला र कस्तो भयो भन्नु होला। मैले यो डिजाइनको बनाउँछु भनेर सोचिरहेको थिएँ साथीहरू होइन। अनि मैले अर्को तौली अनि फोल्डिङ गरेँ। अनि त्यसको म पानको पात बनाएँ, तर त्यसलाई लाज लाग्यो होला, त्यो ढले गऱ्यो। तर बेस्तरी थिचेको त कस्तोको देखिरहेको रहेछ, हात्तीको सुट्दो चाहिँ यहाँ भइरहेछ, राम्रै देखेन। अनि पातको पात पनि बन्यो, त्यसको ढाडमाथि पनि राखेँ, तर मलाई चित्तै बुझेन साथीहरू। अनि फेरि दोहोऱ्याएर अनि खुम्चाएँ होइन। अनि कस्तो देख्यो फेरि दोहोऱ्याएर बेटारेर होइन, राम्ररी खुम्चाएँ अनि बल्ल भयो। अनि त्यसपछि रनरको म ब्युटिफुल फ्लावर बनाउन जाँदैछु। त्यो पनि एकपट्टिको मात्रै, दुईपट्टि नै होइन। अनि सट्ट गरेँ अनि आधी आधी गरेँ, त्यसलाई बिचमा ठक्क मिलाएँ होइन। त्यसपछि वरिपरि मिलाएँ होइन। त्यसपछि ठक्क ढोका खोलेर तपाईँहरूलाई देखाउँदैछु कस्तो देखेको छ भनिदिनु होला है साथीहरू। कस्तो देखाएको छ है त्यो भनेर म राम्ररी तपाईँहरूलाई देखाएर अनि ठक्क बाहिरको सिन पनि देखाउन जाँदैछु साथीहरू। यो हाम्रो बस पार्क हो, हेटौडा बस पार्क कस्तो छ भनिदिनु होला। अनि टक्क देखाएँ तपाईँहरूलाई होइन, हरियाली घर सर सबै देखाएँ। टक्क भित्र छिरेँ, फेरि दोहोऱ्याएर देखाएँ।